इस्ट बिना नै साथीहरु सुजीबाट पनि यस्तो राम्रो ब्रेड बन्छ भने मैदाको ब्रेड किन खुवाउने बच्चाहरूलाई हैन त। ल आज चाहिँ मैले एकदमै हेल्दी सुजीको ब्रेड बनाउन जाँदैछु। सुरुमा त मैले 1 कचौरा जति सुजीलाई राखिदिएँ अनि 3 चम्चा जति दहीलाई राखेर एकछिन चलाइदिन्छु। थोरै पानी राख्दै राख्दै यसलाई चाहिँ एउटा ब्याटर बनाउनु पर्छ अनि यसलाई चाहिँ 10 मिनेटको लागि छोपेर छोडिदिन्छु। अनि एकछिन पछि चाहिँ 10 मिनेट भइसकेपछि यो मिक्सरको जारलाई निकालेँ अनि मिक्सरको जारमा सबै ब्याटरलाई खनाइदिएर माथिबाट थोरै सनफ्लावर तेल अनि थोरै चिनी 3 चम्चा जति राखेँ चिनी अनि 1 चिम्टी जति नुनलाई राखिदिएँ अनि बेकिङ पाउडर र बेकिङ सोडा हामीले चाहिँ इस्ट बिना नै बनाउँदैछौँ यो ब्रेड चाहिँ अनि कागतीलाई पनि निचारिदिन्छु। अब कस्तो राम्रो एक्टिभ भइसक्यो यो कागती राखिसकेपछि बेकिङ सोडा एक्टिभ भयो पाउडर अनि अब यो सब मिक्सरमा राखेर यसलाई चाहिँ एकछिन 5 मिनेट जति चाहिँ यसलाई चाहिँ पिस्दिनु पर्छ सानो ठुलो गराउँदै मिक्सरलाई। अनि यसलाई चाहिँ यो मैले खाना प्याक गर्ने भाँडामा बनाउँदैछु। एकदमै सजिलो हुन्छ यो चाहिँ यो खाना प्याक गर्ने भाँडामा राखेर चाहिँ मैले यो कराईमा सुरुमा चाहिँ नुन राखेर बसालेको थिएँ त्यसपछि अलिकति स्मेल आए जस्तो भयो अनि मैले चाहिँ नुन नराखिकन यो स्ट्यान्ड राखेर अनि माथिबाट यो भाँडालाई राखेर चाहिँ बेक गरिदिएँ। 20 मिनेट करिब धेरै समय पनि लाग्दैन 20 मिनेट भइसकेपछि चाहिँ यो बनेर रेडी हुन्छ। अनि मैले बीचमा चाहिँ अलिकति यो सेतो तिललाई पनि छर्किएर अनि सुरुमा मैले घिउलाई सबैतिर लगाइदिएँ अनि सेतो तिललाई छर्किदिएँ अनि कस्तो राम्रो देखिन्छ कि यो सेतो तिल राखेपछि चाहिँ। अनि यति भइसकेपछि 20 मिनेट पछि हेर्दाखेरि चाहिँ कस्तो राम्रो ब्रेड बनेर रेडी भयो। अब यो ब्रेडलाई चाहिँ मैले टुक्रा टुक्रा पारेर काटिदिन्छु। हेर्नु त कस्तो मजाले यो मैदाबाट बनायो भन्दा पनि एकदमै राम्रो देखिएको छ। कस्तो स्पन्जी ब्रेड बनेर तयार भयो। बच्चाहरूलाई बाहिरको ब्रेडहरू खुवाउनु भन्दा त घरमै यसरी हेल्दी ब्रेड बनाएर दिनुभयो भने एकदमै राम्रो हुन्छ है। ल हेर्नुस् त सबैलाई काटेर मैले चाहिँ प्लेटमा राखिदिन्छु। एउटालाई मैले भाँचेर पनि देखाइदिन्छु। सेम बाहिरबाट बजारबाट किनेर ल्याएको ब्रेड भन्दा कम देखिएको त छैन नि हैन। ल हजुरहरूले पनि यस्तै गरी ब्रेड बनाएर बच्चाहरूलाई बेला बेलामा खाना दिने गर्नुहोला। मेरो भिडियोहरू मन पर्छ भने भिडियोलाई लाइक कमेन्ट शेयर अनि मलाई फलो गर्न नभुल्नु। थ्यांक यू फर वाचिङ।